हजुर सेवारो सर सेवारो हजुर आरामै हुनुहुन्छ हजुर आरामै भन्नु पर्यो नि अहिलेसम्म होइन अनि अहिले हजुर कहाँ भन्नुभयो अरे 5 थर भन्नुभयो कि कहाँ भन्नुभयो अरे मेरो चाहिँ मोरङ जिल्ला उर्लाबारी नगरपालिका वार्ड नम्बर 8 मा पर्छ हजुर ए अनि अहिले हजुर चाहिँ कुनै सङ्घ संस्था पार्टी अथवा कसैमा आबद्ध हुनुहुन्छ के गर्दै हुनुहुन्छ कसरी दिन बिताइराख्नु भएको छ म त अहिलेसम्म पार्टी सङ्घ संस्थामा काहीँ पनि आबद्ध छैन हजुर अब साधारण यसो सानो किराना पसल रुँग्यो बस्यो हजुर त्यस्तैमा जीवन बिताइरहेको छ ए अनि अहिले जस्तो हाम्रो नेपालमा जुन राजनीतिक हलचल आइराखेको छ जेनजी होइन त्योभन्दा पहिला लोकतन्त्र त्योभन्दा पहिला अब राजावादीहरू थिए भनौँ न राजतन्त्र हजुरले यो सबैलाई कसरी कुन रूपमा हजुरले हेरिराख्नु भएको छ अब के छ तपाईँको अब राजतन्त्र पनि भोगियो होइन हजुर राजतन्त्रको अब राजाको शासनकालमा अब जनतालाई कजियाएर राखिएको थियो हजुर तपाईँको अब विदेश जानु वञ्चित थियो अब संसार माध्यमहरू पनि थिएन गोर्खापत्र रेडियो नेपाल त्यहाँभन्दा अर्को अब संसार माध्यमहरू पनि थिएन त्यसरी विरोधहरू गर्नु पनि नपाइने त्यतिखेर निरङ्कुश शासन राजाको गुणगान मात्रै गाउनु पर्ने र त्यसरी मानव अधिकारहरू थिएन आवाजहरू उठाउनु पाउँदैन थियो त्यस्तो किसिमको शासन व्यवस्था थियो राज संस्थामा त्यो एकदम दयनीय थियो जनतामा दबाब थियो जनता बहुत तरासमा बस्नुपर्ने स्थिति थियो त्यो नराम्रो निरङ्कुश शासनै थियो राज संस्थामा त्यस पछाडि 2047 सालमा बहुदलीय व्यवस्था आयो बहुदलीय प्रजातन्त्र व्यवस्था आएको अवस्थामा चाहिँ केही खगोल संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र आएकोमा केही जनताले चाहिँ महसुस गरेका थिए त्यसमा चाहिँ अब अल कन्ट्री नभएर पनि धेरैवटा देशमा जनताहरू जानु पाउने बोल्न पाउने लेख्न पाउने पढ्न पाउने धर्म संस्कार संस्कृति मान्नु पाउने धेरै त्यही मात्रामा चाहिँ खगोलो जनताले जनतालाई दिएको थियो अधिकार केही जनताले महसुस चाहिँ गरेका थिए त्यस पछाडि अब त्यसले पनि जनतालाई चाहिँ चित्त नबुझेको हुनाले नेपाली जनतालाई 2062-63 को जनआन्दोलन जस्तै माओवादी जनआन्दोलन आयो त्यसले चाहिँ अझै धेरै राम्रो भन्दा पनि पूर्ण त छैन त्यसमा चाहिँ अब दलित महिला आदिवासी जनजाति पिछाडिएको वर्ग समुदायलाई चाहिँ धेरैसम्म संविधानमा समेटिएको र त्यसमा पनि एमाले काङ्ग्रेसले नमानेर पूर्ण समानुपातिक पहिचान सहितको संघीयता चाहिँ पूर्णता भएको छैन अहिले पनि जनतालाई देशको विकास निर्माणका कुराहरूमा भ्रष्टाचार निर्मूलका कुराहरूमा यी बाधा अड्चन अहिले पनि त्यस्तो किसिमको समस्याहरू छ त्यसले मात्रै अब पूर्णता नदिएर आज आएर यो जेनजी समूहको एउटा जनताको आक्रोश आएको छ यसले धेरैसम्म अब केही चाहिँ जनताहरूलाई के अरे नेताहरूलाई चाहिँ चेतना चाहिँ खोलिएको छ र हामी जनता नेपाली जनता 3 करोड नेपाली जनताको पनि दिमाग चाहिँ अब चाहिँ धेरै पढिसकेको छ
जस्तै यो संसार माध्यमले गर्दा अहिलेको जमानामा युवा पुस्ताहरू देखेर जानेर सुनेर पढेर भोगेर पनि नपढ्नेहरूले पनि सुनेर देखेर मानव अधिकार यस्तो हुनु पर्दो रहेछ भनेर ज्ञानहरू चाहिँ नेपाली जनतामा धेरै आशा चाहिँ छ, पलाएको छ। त्यसैले अबका दिनमा यो जेनजीको अब अहिले नेतृत्वमा सरकार गठन गरेको छ, यसले पनि नेपाली जनतालाई राहत चाहिँ दिनेवाला छैन जस्तो मैले देखेँ। यो देशको विकास, जनतालाई राहत, भ्रष्टाचारी निर्मूल र राष्ट्रको संरक्षण चाहिँ यो सरकारले पनि गर्दैन। त्यसैले पुनः हामीले अब आदिवासी जनजाति पिछाडिएको वर्ग, दलित, महिला, मुस्लिम, मधेसी यी सबै जाति समुदायहरूले चाहिँ एउटा हामीले आन्दोलन गर्न आवश्यकै छ। त्यसो भए गरेर हामीले नेतृत्व पाउँदैनौँ, नेतृत्व दिँदैनौँ। यो एउटा चाहिँ नि एउटा लगाइहालौँ न, फेरि त्यसै भन्छन् रिसाउँछन्, रिसाउनु चाहिँ होइन। बाहुन एउटा बात छ नि, बात हजुर हजुर बाहुन बात भन्दा अब डाक्टर बाबुराम प्रचण्ड त बाहुन होइनन् होइन, बाहुन भए पनि उनीहरूको विचार चाहिँ राम्रो छ। र अरू अब धेरै बाहुनवादहरू छन्, त्यस्तो त्यो बाहुनवादको अन्त्य हुनुपर्छ जस्तो मलाई लाग्छ होइन। अन्त्य गराउनको लागि चाहिँ हामी अब आदिवासी जनजाति पिछाडिएको वर्ग सबै जातीय समुदाय चाहिँ एकता हुनुपर्छ, आवश्यक छ। जस्तो कि सर अहिले जस्तो नेपाल आदिवासी जनजाति महासङ्घ निफिन भन्छ होइन, मातहतमा 59वटा सङ्घ संस्थाहरू आबद्ध छन् है। तपाईँको बुझाइमा जस्तो नेपाल आदिवासी जनजाति महासङ्घ निफिन मातहतमा 59 सङ्घ संस्थाहरू आबद्ध छन्। तपाईँको बुझाइमा ती सबै सङ्घ संस्थाहरू मूलवासी हुन् या आदिवासी जनजाति हुन्? यो हाम्रो नेपाल आदिवासी जनजाति सङ्घ चाहिँ एउटा महासङ्घ चाहिँ एउटा खडा चाहिँ गरियो। हजुर, आजसम्म यो जनजाति महासङ्घले चाहिँ मैले चाहिँ गरेको चाहिँ देखिनँ। आदिवासी महासङ्घ जन भन्ने अनि त्यो मनाउने चाहिँ दिवस चाहिँ मनाउने बेलामा चाहिँ एकै ठाउँ आउने अनि त्यो भोलिपल्ट चाहिँ गएर तपाईँको अब म एमाले पार्टी अरे, काङ्ग्रेस पार्टी अरे, माओवादी पार्टी अरे, विभिन्न पार्टी अरे होइन, राप्रपा अरे भनेर चाहिँ यसरी गएपछि यसले अब केही गर्छ जस्तो मलाई लागेको छैन अहिलेसम्म। मैले बारम्बार सुझाव दिँदैछु कि आज आदिवासी जनजाति महासङ्घले चाहिँ विभिन्न सङ्घ संस्था छ, जातीय संस्था छन्। त्यो जातीय संस्थामा त एउटा हाम्रो यो फाउन्डेसन हो होइन। त्यो फाउन्डेसनले त के गर्नुपर्छ त, हाम्रो भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, पहिचान, राज्य शासक वर्गले मासिदिए कि हामी आफैले गर्दा मासियो होइन। त्यसको खोज अनुसन्धान गर्ने हो नि। खोज अनुसन्धान लिएर सबै हामी बसेर चाहिँ राय सल्लाह सुझाव लिने। एउटैले मात्रै जानेको हुँदैन, सबैको राय सल्लाह सुझाव होइन लिएर एउटाले एउटा जानेको हुन्छ, अर्कोले अर्को जाने हुन्छ। त्यो सबै कुरालाई सङ्कलन गरेर यो बाटो जाँदा चाहिँ उचित हुँदो रहेछ भनेर चाहिँ हामीले त्यस्तो आवाज उठाउन भन्दाखेरि हाम्रा मान्छे तपाईँको कुरो चाहिँ ठिक छ दाइ भाइ हुन्छ यो भन्छन्। भोलिपल्टदेखि चाहिँ म एमाले हुँ, काङ्ग्रेस हुँ, त्यो संस्थालाई फलाउने फुलाउने होइन, त्यहाँ आएको बजेट सहयोग गरेको चाहिँ उही जसले नेतृत्व गर्छ त्यसले चाहिँ खाइहाल्ने, त्यसलाई सदुपयोग गर्ने होइन। त्यस्तो किसिमको हाम्रो जाति सङ्गठन समुदायमा त्यस्तो छ र यसलाई चाहिँ व्यापक सुधार गर्न आवश्यक छ। हो, जाति सङ्गठनले एउटा समेटेको छ नि आदिवासी जनजातिले, तर समेट्यो कहिले भने एकछिन त्यो वर्षमा एकचोटि आउँछ नि दिवस, त्यतिखेर मात्रै आबद्ध एक हुन्छ। अनि भोलिपल्टदेखि चाहिँ अब यस्तो हुन्छ। त्यसैले गर्दा मैले चाहिँ जानेको यो चाहिँ व्यापक यसरी छलफलमा ल्याउनु पर्छ भन्दाखेरि महिनामा एकचोटि बसौँ न त होइन।
अनि सबैले हामीले चाहिँ एउटा माइक समात्ने बेलामा चाहिँ सुपारी चेप्ने मुखमा बोल्न आउँदैन, अरू बेला चाहिँ बोल्ने। अनि त्यो अभ्यास पनि गरौँ, सबैले बोल्ने अभ्यासहरू गरौँ। हामीले केही नेतृत्व गर्नुपर्छ। अब यो देश हामी चाहिँ अब खाम्बुङ भाषा लुम्बुङ भाषा भनेको लिम्बू भाषाबाट चाहिँ भन्छ, त्यो चाहिँ पर्वते भाषा चाहिँ अब मूलवासी होइन, त्यो ढुङ्गा माटोबाट उब्जिएको, यही पृथ्वीबाट उब्जिएको हामी चाहिँ आदिवासी अथवा मूलवासीहरू चाहिँ भन्ने भन्छ। यो हाम्रो देश पनि भन्ने। अनि भरे नेतृत्व चाहिँ अर्कालाई दिने, उसले नेतृत्व जे भन्यो त्यही मान्ने, आफूले प्रश्न राख्नु नसक्ने होइन। अब त्यस्तो किसिमको हामी जाति समुदायमा देखियो, त्यसलाई व्यापक सुधार गर्नु चाहिँ आवश्यक छ, छलफलमा ल्याउनुपर्छ, एकता हुनुपर्छ भन्नु। जस्तो तपाईँको दृष्टिमा नेपालको जुन विकास छ नि, विकासलाई तीव्र पार्न हामी चाहिँ एक हुनुपर्छ, त्यो एकतालाई हामीले के मूलवासी एकता भन्ने कि के नामाकरण गर्न सकिन्छ? जस्तो अहिले जनजाति महासङ्घ निफिनमा 59 सङ्घ संस्थाहरू आबद्ध छन्। अब त्यो सङ्घ संस्था त अघि हजुरले भने जस्तो ती आज एक दिनको लागि चाहिँ सबै एक ठाउँमा, भोलिबाट चाहिँ सबै फेरि पार्टीगत झोला बोक्ने जस्तो जुन इङ्गित गर्नुभयो, त्यो नभएर अलग तरिकाको जस्तो नेपालको भनौँ न ती सबै आदिवासी जनजाति भनौँ या मूलवासी भनौँ, उनीहरूलाई एकताबद्ध कसरी गर्न सकिन्छ र त्यो गर्यो भने हाम्रो विकासमा कस्तो किसिमको प्रभाव पर्छ होइन, व्यावहारिकहरू, ती कुराहरू यसो भनिदिनुहोस् त। अब यो 60-65वटा सङ्घ संस्थाहरूलाई एकता बनाउनुको लागि त हामीले आत्मैदेखि आफ्नो स्वार्थ त्याग्नुपर्छ होइन। आफूले चाहिँ नि अब म एउटै, यो म जाति छुट्टै हुँ भनेर आफूले चाहिँ घमण्ड पनि त्याग्नुपर्छ। हामी आदिवासी जनजाति अथवा मूलवासी हामी चाहिँ नाक थेप्से चाहिँ हामी एउटा हौँ र त्यसबाट अरू पनि अब गैर मूलवासीहरूलाई पनि समेटेर अगाडि बढाएर लानु आवश्यक छ। अब यो एकता बन्नु त खास गरेर त्याग्नै पर्छ। घमण्ड जुन छ नि, हामी म अध्यक्ष हुनै पर्यो होइन, म महासचिव हुनै पर्यो, मैले कार्यकाल पुरै खानुपर्छ हुनुपर्छ र म जाति यो त छुट्टै हुँ भने, जाति त बेगर त बिहेबारी त चल्दैन, कुटुम्ब चल्दैन होइन। तर राजनीतिमा एउटा पार्टीमा लागिसकेपछि देशभक्त हुँ म भन्ने विचार भएको व्यक्ति समुदायले चाहिँ होइन, यो देश बनाउँछु, यो देश चाहिँ यो यसरी संरक्षण गर्छु, राष्ट्रको संरक्षण गर्छु भन्ने व्यक्तिले चाहिँ हामीले त्यो हड चाहिँ त्याग्नुपर्छ। म अध्यक्ष नै हुनुपर्छ भन्ने चाहिँ कसैलाई दिनुपर्छ, या हामीले होइन रोटेसन गरेर अध्यक्ष बन्न पनि सकिन्छ, मन्त्री प्रधानमन्त्री पनि त्यसरी बन्न सकिन्छ। हरेक नेतृत्वमा रोटेसन गरेर 6 महिना 3 महिनाको 5 वर्ष 1 वर्ष 2 वर्ष 3 वर्षको यस्तो गरेर हामीले त्यसरी रोटेसन गरेर सञ्चालन गर्नु पनि सक्नुपर्छ र नेतृत्व दिनु पनि पर्छ र एकता हुनुपर्छ। एकता बेगर सम्भव छैन। जति पनि हामी एउटा, हामी मगर छुट्टै हौँ, हामी धिमाल छुट्टै हौँ, हामी राई छुट्टै हौँ, लिम्बू छुट्टै हौँ, शेर्पा छुट्टै हौँ होइन, चेपाङ अब इत्यादि यो थारू राजवंशी हामी छुट्टै हौँ भन्न थालियो भने हाम्रो गति त यस्तै नै हो होइन, योभन्दा अगाडि बढ्दैन। त्यसैले गर्दा हामी एक हौँ होइन। हामी चाहिँ हामीले यो देश चाहिँ बनाउनु पर्छ। यो अन्तर्राष्ट्रिय दाँजोमा एसियाली मापदण्ड अनुसार हामीले पुर्याउन सक्नुपर्छ र मानवलाई चाहिँ एउटा पूर्ण अधिकार दिनुपर्छ भन्ने खालको भावना चाहिँ बोक्ने चाहिँ आफ्नो आत्मा हुनु पर्यो क्या व्यक्ति। तर अहिलेसम्म मैले देखेको हाम्रो आदिवासी जनजातिमा चाहिँ, मैले मूलवासीमा चाहिँ के देखेँ भने म मात्रै हुँ, मभन्दा अर्को कोही होइन।
होइन, मैले नै नेतृत्व गर्नुपर्छ, होइन भने म यो संस्थामा रहँदैन भन्छ। म चाहिँ कस्तो खालको छु भने मलाई चाहिँ पद चाहिँदैन होइन। एउटा एकता हुनु पर्यो, जातीय मुक्तिको लागि, राष्ट्रको संरक्षणको लागि जोसुकैले खाऊ राम्रो हुनु पर्यो, आत्मा राम्रो हुनु पर्यो होइन। जनतालाई राहत पुगोस्, राष्ट्रको संरक्षण होस्, देशको विकास होस् भन्न चाहिँ म चाहिँ चाहन्छु। र मेरो भनाइ सबै साथीहरूलाई, नेतृत्वकर्ताहरूलाई पनि म त्यो बारम्बार भन्दै आएको पनि छु होइन। तर आजसम्म सुन्ने भएको छैन यो केले खेलेको छ होइन। कतिपय त अब एउटा धार्मिक कथा पनि ल्याउन, धार्मिक कथामा पहिला पहिला हाम्रा किराँती राजा महाराजाहरूले एउटा ठुल्ठुलो होइन नराम्रा काम गरेको हुनाले त्यसको श्राप पनि छ भन्छ होइन। त्यो गाली श्राप चाहिँ धेरै बगाउनु पर्छ, सेवा चाहिँ गर्नुपर्छ, ईश्वरलाई माग्नुपर्छ, अनि त्यस पछाडि अगाडि बढ्नुपर्छ भन्ने खालको छ। अब हाम्रो मान्छेले त्यो गर्दैन। अहिले अब कम्युनिस्टहरूले चाहिँ नि देवता छैन भन्छ होइन, के जाति भन्छ, तर बुद्धको मूर्ति चाहिँ सबैभन्दा ठुलो चाहिँ अब चाइनामा छ होइन। त्यसैले गर्दा हामी त्यस्तो किसिमको अलिकति घमण्ड त्यसले पनि आएको हो कि ईश्वरले सद्बुद्धि नदिएको हो कि नमिल्न चाहेको होइन। म त्यही प्रश्नमा आएँ सर। जस्तो हामीले 2007 सालदेखि होइन, 2007 सालदेखिको इतिहास भनौँ न। अब त्योभन्दा पहिलाको त हामीले किताबको पानामा त हामीले थाहा पाइयो है। तर 2007 सालदेखिको त लगभग अब हजुरहरूले पनि बाहरू होइन, हजुरको जिजु बाहरूबाट ती कुराहरू थाहा पाउनुभयो, कसरी राणाहरू चाहिँ पलायन भए है। यी कुराहरू थाहा पाइसकेको व्यक्ति तपाईँ हामी होइन। मूलवासी एकता जस्तो अहिले पहिचानवादी आदिवासी जनजाति भनेर विभिन्न नामाकरण छ, यसलाई एउटा नाम मूलवासी एकता बनाएर लैजानुमा तपाईँ के भन्नुहुन्छ? अथवा यो एकता, अब यो मूलवासी एकता नहुनु चाहिँ के राज्यको नीतिगत संरचनाले चाहिँ केही समस्या बनाएको हो, या हदसम्म आन्तरिक तपाईँ हाम्रो कमजोरी हो? यो आदिवासी अथवा मूलवासी समुदायहरू एकता नहुनुको कारण त अब राज्यको पनि केही होला, तर त्योभन्दा पनि मैले समस्या देखेँ आफ्नै कारणले, आन्तरिक कारण। अब राज्यले त के भनिरहेछ भने तपाईहरुलाई अधिकार दिएको छ संविधानले अधिकार दिएको अधिकारलाई पनि तपाईहरु ग्रहण गर्न सक्नुहुन्न। एकतामा खोइ त आउनु भएको हैन। एकता आउनुस् न। हामी खसारीय जाति समुदाय त एउटा कुरो तपाईहरुलाई हामी समर्थन गर्छौं, ठिकै हो हैन। यो उनीहरुले कोही मान्छेले खुलेर पनि भन्छन्, धेरै बोलेका पनि छन् मिडियामा पनि हैन। यो राष्ट्र किराँतको 7 साल हो। यो आउनुभन्दा अगाडि त पहिला गोपाल वंशी भन्छ, गोपाल वंशीको त्यो यति उति छैन, तर पनि किराँतले त राज्य गरेको हो नि मूलवासीले हैन। यो के भन्छ भने उनीहरुको इतिहासले एउटा केले पनि भन्छ, हिन्दूहरुको भने दक्षिण खण्डे भारतवर्षे, उत्तर खण्डे जम्बू द्वीपे कैरात राज्य किराँत राज्य भनेर भनेको छ। यो पहिल्यै प्राचीन कालदेखि नै यो कुरो छ हैन। उनीहरुको राम जन्मेको कुरा ल्याउँछ नि, राम गुरु, रामको पाला नै त्यसरी लेखिएको छ। उत्तर खण्डे त जम्बू द्वीपे किराँत राज्य भनेको छ हैन। दक्षिण खण्डे भारतवर्ष, उत्तर खण्डे जम्बू द्वीपे कैरात राज्य भनेको छ। किराँतले राज्य गरेको शिव जन्मेको, शिव भनेको हामी हाङसाङ थेपा भन्छौं हैन, किराँतेश्वर महादेव भनिन्छ। यो मनातेम्बे भन्छ मानव सरोवर बनाएको छ नि अहिले। त्यो मानव सरोवरको उत्पत्ति भएको चाहिँ किराँतीहरू, किराँतेश्वर महादेव। हामी मूलवासी मङ्गोल भनौँ एउटा कुरो, हामीहरूको उत्पत्ति यहाँ। तर हिन्दूहरूको चाहिँ खसारिएको चाहिँ तपाईँको उत्पत्ति के भन्छ, उनीहरूको वेदशास्त्रले पनि दक्षिण काशी उहाँबाट उत्पन्न भएको हाम्रो उत्पत्ति ल्याउँछ। त्यसैले गर्दा हामी यहाँको होइन भनेर उनीहरूले भनिरहेछन्, हामी आयातित हौँ
उनीहरूको वंशावलीले पनि बताएको छ। अब हाम्रो वंशावलीले के भन्छ त्यही मानव सरोवरबाट होइन, हामी चाहिँ मनातेम्बे भन्छौँ, त्यहाँबाट नै उत्पत्ति भएको। उनीहरूले पनि त्यहाँबाट उत्पत्ति भएको किराँतीहरू नै भन्छ होइन, नागथेप्जे जति त्यहीँबाट उत्पत्ति भएको। त्यसैले गर्दाखेरि हाम्रो हो, उनीहरूले पनि भन्छ तिमीहरूको हो। कसैले जिब्रो नचपे बोल्छ यो राज्य किराँतकै हो, मूलवासीकै हो। तर पहिला तपाईँहरूको वंशबाट हामीले खोसेर ल्याएको हौँ, अब खोसेर लिनु पर्यो, त्यसै माग्दा पाइन्छ भनिरहेछ होइन, त्यसै माग्दा त पाइँदैन भनिरहेछ। हो पनि सच्चै कुरो, लगिसकेको चिज त माग्दा दिँदैन नि त, लड्नै पर्यो हो। त्यसैले गर्दा हामीले यो उनीहरूले पनि स्वीकारेको छन्, हामीको कमजोरी छ, सबै कुरो हामी नै हौ। हामी एक भयो भने यो तुरुन्तै भोलि नै गएर तपाईँको यो 84 सम्ममा अथवा भनौँ न होइन, मूलवासीको हातमा यो राष्ट्र आउँछ होइन। अनि मात्र देशको विकास, मैले भने देशको विकास, जनतालाई राहत, राष्ट्रको पनि संरक्षण हुन्छ। राष्ट्रको संरक्षण अहिले यो हिन्दू समुदायहरूबाट मन्त्री, राष्ट्रपति, प्रधानमन्त्री भएर चाहिँ संरक्षण हुँदैन, किनभने उनीहरू चाहिँ वंश एउटै हो, तलबाट चेप छ होइन। उनीहरू चाहिँ अहिलेका नेताहरू चाहिँ नै जुन प्रधानमन्त्रीहरू बनेको छन् सब यो कुकुर जस्तो छ क्या। कुकुरलाई एकखेप डन्ठाले हिर्कायो रिसाएर जान्छ, भातको डल्ला देखायो भने आउँछ नि, फेरि रिसायो होला आउँदैन भने भातको डल्ला देखाएपछि आउँछ। त्यस्तै भारतले एकछिन गाली गर्दाखेरि चाइना भन्छ अब भरे गएर तिमी हामी त हिन्दू एउटै हो नि, भोलि त्यो आदिवासी जनजाति शिक्षित भएको खण्डमा तपाईँको तिमीहरू कहाँ जान्छौ, भाग्ने ठाउँ त यही होला नि आउने ठाउँ भनेपछि के को सिमानाको कुरा गर्छ भनेपछि यहाँको नेताले त्यो सिमानाको कुरो गर्दैन अनि बन्द हुन्छ। तिमीहरू हामी त दाजुभाइ, भोलि त्यहाँ आदिवासी जनजाति शिक्षित भएपछि कहाँ जाने, तिमीहरू खट्नु त सक्दैनौ पक्कै उनीहरूको शासनमा। त्यसैले गर्दा तिमीहरूको आउने बाटो यही हो, किन कुरा गर्छौ तिमीहरू भनेपछि यहाँ अहिलेको खसारिएको नेताहरू सिपलाएर बस्छन्, सिमाना लैजान्छ होइन। सिमाना इन्डियाले लगे के हुन्छ, त्यही पनि हुँदैन, यो हाम्रै हो। त्यसैले उनीहरूले अहिले पनि हिन्दू राष्ट्र बनाउनु पर्छ। एमालेमा, काङ्ग्रेसमा प्रायः जसो छन्, माओवादीमा चाहिँ छैनन् है। अब रापरपा भन्ने त झन् पक्कै छ। उनीहरूमा चाहिँ जातिवाद छ, हामीमा त जातिवाद छैन नि। आदिवासी मूलवासीमा के भनिएको छ, सबै जातिको उत्थान र विकास हो होइन, सबै मानवको संरक्षण हो, धनजनको क्षति त्यसो गर्दा हुँदैन। त्यसैले गर्दा सबैलाई बराबर अंश दिइसकेपछि त झगडा गर्ने काम छैन नि। आज त हामीलाई अंश पुगेको छैन नि होइन, त्यसरी आवाज उठाउनु परेको छ। उनीहरूले धेर खाए, हामीले थोरै। त्यसो गर्दाखेरि एउटै दाजुभाइ भएपछि त सबै समानता मिलाउनु पर्छ भन्दाखेरि आज एमाले, काङ्ग्रेस, रापरपा मान्दैनन् होइन, माओवादी केही हदसम्म छ होइन। त्यसले गर्दा यो अहिलेसम्म चाहिँ हाम्रो चाहिँ मूलवासी चाहिँ एकता नहुनुको कारण चाहिँ आफ्नै कारण छ है, हामी नै हो। घमण्ड अघि भने नि मैले, हामीमा घमण्ड छ, अहङ्कार होइन। अनि त्यसैले गर्दा यो पहिला पनि पृथ्वीनारायण शाहले एकीकरण गर्नुको कारण होइन। अब गोर्खाको राज्य लिँदा गुरुङलाई गर्दाखेरि ठिक्क पर्यो, मगरले ठिक्क भन्यो होइन, ठिक्क पर्यो भने मगरलाई आक्रमण गर्न आउँदा मगर अर्को यता तमुवान यता के अरे तामसालिङले ठिक्क पर्यो भन्यो, तामसालिङले आक्रमण गरिसकेपछि अर्को यता चाहिँ मगराजले ठिक्क पर्यो भन्दै गयो, एकता भएन। उसले खाँदै 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 सजिलो ल्यायो तपाईँको अब यो खम्बुवान खायो। खम्बुवान खाँदा लडाइँ गर्दाखेरि लिम्बुवानले ठिक पर्यो खम्बुवानलाई। अब भनेपछि कहाँबाट जित्न, अपुङ्गी राजा क्या, अहिलेसम्म पनि हामीसँग अपुङ्गी छ। त्यसैले गर्दा त्यसरी होइन, हामी एउटै हौँ, एउटै वंशको सन्तान पनि हो पहिला। अब एक हुने बेला आएको छ, एक भन्नु सकेन भने हाम्रो यो हुनेवाला छैन कि अझै पनि। त्यसैले गर्दा हामीमै कमजोरी बढी चाहिँ कमजोरी चाहिँ हामीमै छ क्या। राज्य सत्तालाई दोष दिनुभन्दा होइन, हामीमा व्यापक छलफल गरेर सुधार्नुपर्छ र बिल्कुल सम्भव छ।
त्यसो भए अब जस्तो यदि नेपालमा मूलवासीहरू चाहिँ एकताबद्ध भए भने शासन र नीति निर्माणमा उनीहरू पुगे भने नेपालमा के साँच्चै नेपाल चाहिँ एउटा हिजो भने जस्तो स्वर्ग अथवा अहिले स्वर्गको देश भनिन्छ, हिजो भने जस्तो स्वर्ग के अरे सिङ्गापुर जस्तो नेपाल बन्न सक्ने तपाईँले देख्नुहुन्छ? यो तपाईँले प्रश्न राखे जस्तै हो। आदिवासी मूलवासी समुदायले यो देशको नेतृत्व पायो भने यो 10 वर्षमा सिङ्गापुर बन्न सक्छ। त्यस्तो किसिमको एउटा उदाहरणको लागि हामीले एउटा हेरौँ न। उदाहरणको लागि एउटा नमस्कार है। उदाहरणको लागि तपाईँको एउटा नमुना देखायो नि त। एउटा बालेन शाहले होइन नगरपालिकाकोले देखायो, एउटा धरानको नगरपालिकाले, गोपी हमालले देखायो होइन। अब त्यस्तै किसिमले तीव्र गतिमा गयो भने त 10 वर्ष पनि झन्नै लाग्दैन होइन। तर भ्रष्टाचार निर्मूल पार्न आवश्यक छ। त्यो सिङ्गापुर जस्तो बन्नुलाई तपाईँको 10 वर्षमा हुन सक्छ। र रोजगारी पनि हाम्रो त्यो विदेशमा अहिले 50 लाख गएको छन्। त्यो रोजगारहरू सबै यहाँनिर दिन पनि सकिन्छ। त्यस्तो किसिमको उद्योग व्यवसायहरू, बाटाघाटा, ठुलो कोलेसोहरू जस्तै हामी पर्यटक क्षेत्रहरू अब व्यापक छ। हिमाल होइन, हिमालको पानी नेपालको पानीभन्दा दोस्रो अर्को छैन भन्छ राम्रो मिठो होइन। उच्च हिमाल चाहिँ अब सबैभन्दा अग्लो हिमाल भनेको हाम्रो यहाँ अब नेपाललाई हो भन्छ। पर्यटन क्षेत्रमा व्यापक चाइनाले देखाएको छ नि त। हामी नपुगे पनि युट्युबमा हेरेको छौँ नि होइन, फेसबुकमा। अब यो चाहिँ आकाशे फुल थापेर विभिन्न गरेर योजनाहरू गरेर पर्यटकहरू भित्राएर पर्यटक मात्रै भित्रायौँ भने पनि त्यस्तो छ। अनि त्यो अहिले 7वटा प्रदेश छ, हामीले 10वटा बनाउन सक्छौँ, 12वटा बनाउन सक्छौँ होइन। त्यो प्रदेशहरूमा हाम्रो यो जडीबुटी लिएर पहिला ब्रिटिसले पनि इन्डियाको कच्चा पदार्थ चाहिँ इङ्ल्यान्ड लगेर चाहिँ फिल्टर गरेर भारतलाई दियो अरे क्या। अनि जस्तै नेपालले पनि अहिले के गरिरहेछ भने नेपालको कच्चा पदार्थ जडीबुटीहरू चाहिँ विभिन्न कच्चा पदार्थहरू चाहिँ भारतलाई दिएर भारतले फिल्टर गरेर महँगोमा हामीलाई दिन्छ। त आफै प्रशोधन गर्न सकिन्छ नि त होइन। अहिले मानिलिउँ जस्तै हाम्रो 7वटा प्रदेश छ, 7वटा प्रदेशमा जडीबुटी केन्द्र। एउटा सिक्किममा त्यस्तो देखाएको छ 20-25 हजार 50 हजारलाई रोजगार दिइरहेछ जडीबुटी केन्द्र राखेर होइन। अब त्यस्तो किसिमको प्रशोधन केन्द्रहरू उद्योग व्यवसाय हामीले थुप्रै छ यहाँनिर। अझै तपाईँको 200-400 वर्ष चाहिँ हामीले रोजगार दिन सक्छौँ क्या। नेपाल मरुभूमि नभएको देश। र यो सरकारले चाहिँ अब हामीले गऱ्यौँ भने हाम्रो सरकारले चाहिँ बजार व्यवस्थापन गर्ने हो, बजार खोजिदिने हो, जनताले उत्पादन गर्ने हो, जनतालाई उत्पादन गर्नु लाउने हो, सरकारले व्यवस्था गरेर होइन बजार। अब यहाँ त आर्यवंशीहरूले के गर्यो भने एउटा प्रचण्डले एउटा ल्याउन उदाहरण। प्रचण्डले चाहिँ चाइना गएर भैँसीको रायाको मासुको मैले एउटा खोलेर आएँ, त्यहाँ निर्यात गर्नुपर्छ, राम्रो आम्दानी हुन्छ भन्यो भने त्यो फटा प्रधानमन्त्री भएर भैँसीको मासु रायाको मासु बेच्ने पर्यो। यस्तो हुनुहुन्छ प्रधानमन्त्री भन्छन् हाम्रा मान्छे। अब यो के भन्ने हो नि। त्यसले गर्दाखेरि हामीले अहिलेसम्म हाम्रा मान्छेले नेतृत्व गर्नै पर्छ। गरेको खण्डमा चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ। जस्तो तपाईँले नेपालमा अहिले जुन धर्मको विषयवस्तुको बारेमा चाहिँ नेपालमा सनातन हिन्दू धर्म चाहनुहुन्छ कि धर्मनिरपेक्षता चाहनुहुन्छ? अब धर्म विषयमा त बढी हामीहरूको यो जहिले यसो चियापान कार्यक्रम, त्यो चियापानमा यसो गफसफ गर्दा होटेलहरूमा पनि म चाहिँ त्यो हिन्दू धर्मको चाहिँ विरोधी नै हो होइन। हजुर। अब हिन्दू धर्म हुनु हुँदैन,
यो हिन्दू राष्ट्र पनि होइन। जस्तै यो पहिला अघि मैले भने उत्तरखण्डे जम्बूद्वीपे होइन, दक्षिण खण्डे भारतवर्षे, उत्तरखण्डे जम्बूद्वीपे कैरात राज्य भनेर भनेको छ। अब किराँत राष्ट्रलाई उनीहरूले यो मल्ल वंशीहरूले किराँतहरूलाई काठमाडौँबाट खेदिसकेपछि, जितिसकेपछि उनीहरूले नेपाल बनाए, काठमाडौँ भेलुलाई चाहिँ नेपाल राष्ट्र बनाए होइन, नेपाल देश बनाए। यता पूर्वतिर त किराँतै थियो होइन, नेपाल त थिएन। हामी यहाँबाट भन्थ्यौँ कि हामीले जाँदा तपाईँले अघि भने जस्तै हामी सानो सानोमा बुढापाकाहरू नेपाल जाने होइन, नेपाल जाने। नेपाल चाहिँ कहाँ भन्दा काठमाडौँ फाल्टो पछाडि काठमाडौँ त कुरा भर्खर आयो क्या, अहिले नेपाल जाने भने। अब यो त पूर्व लिम्बुवान किराँत यता होइन, खम्बुवान किराँत यसरी थियो भन्थे। लेखापढी गर्दा पनि त्यही आउँथ्यो होइन। अनि त्यसैले गर्दाखेरि अब यो हिन्दू राष्ट्र त हुँदैन। मैले हिजो अस्ति पनि भने तपाईँलाई, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक भएको देश, बहुधार्मिक भएको देश चाहिँ नेपाल र भारत चाहिँ तपाईँको हिन्दू राष्ट्र हुन सक्दैन। भारतमा पनि हुन सक्दैन, त्यहाँ ठुलो युद्ध चल्छ, धनजनको क्षति हुन्छ। नेपालमा पनि अब त्यस्तो किसिमको आदिवासी अब मूलवासीहरू चाहिँ अलिकति शिक्षित भएको केही चाहिँ महसुस गरेको छु क्या। त्यसले गर्दा अब यहाँ शिक्षित भएको, अलिक शिक्षित हुन थालेकोले गर्दाखेरि हिन्दू राष्ट्र चाहिँ हुन सक्दैन। एउटा केही छिन अब यो धर्मनिरपेक्षले केही छिन थाम्ला केही वर्ष, नत्र भने यहाँ त किराँत राष्ट्र नै हुन्छ। पहिलाको जुन छ नि इतिहास, प्राचीन कालको इतिहास त्यो नै हुन्छ लास्टमा चाहिँ होइन। यो हिन्दू त हुँदैन, हिन्दू हुनु हुँदैन। हिन्दूले दुविधा ल्याउँछ। अहिले जुन हामीलाई नेपाली जनता 3 करोड नेपाली जनतालाई चाहिँ एउटा संरक्षण गरेर राख्नु सक्छ कि यो धर्मनिरपेक्षले चाहिँ सबै जातिको अपनत्व गर्नु सक्छ होइन। त्यसैले चाहिँ निरन्तरता दियो पनि हुन्छ, तर यो पनि लास्टमा हुँदैन। पछि गएर चाहिँ त्यो इतिहास बोल्छ अरे क्या, त्यो यो रोटेसन घुमेर आउँछ अरे। सुन्नुभयो यो त? आइतबारदेखि सोमबार, मङ्गलबार अनि एकचोटि आइतबार आउँदैन नि, शनिबार पुग्नु पर्यो अरे क्या। अनि यो चाहिँ त्यस्तो अब यो एउटा धार्मिक उसले पनि भन्छ कि अब सत्ययुग, त्रेतायुग, द्वापर युग, कलियुग आयो, अब सत्ययुगको पालो अरे। अब मूलवासी, आदिवासी मूलवासी के पालो यो अब राज्य सत्ता चलाउने शाहवंशहरूको यो अन्त्य, हिन्दूहरूको खसारीहरूको पनि अन्त्य भएको र अब किराँत वंशले फेरि 200-400 वर्ष चाहिँ चलाउँछ भनेर होइन। अब यो चाहिँ हाम्रा अब गुरुले पनि भन्नुभएको छ, मेरो छोरी पनि महारानी अब यहाँ अहिले मन्दिर पनि बनाउँदैछौँ। भविष्यवाणी बोल्दाखेरि त्यही कुराहरू आज भन्दै आएको छ। यो हुन्छ पनि अब जस्तो लाग्यो, किनभने आज हाम्रो भाषा लिपिको उत्थानहरू हुँदैछ होइन, संस्कार संस्कृतिको। जस्तै अब अहिले भाषामा पनि, कामकाजको भाषामा पनि आउँदैछ। सुरुवात त यसरी नै हो कि एकैचोटि त आउन सक्दैन। हामीले आवाज उठाउन छोड्नु हुँदैन, एकता हुनु एकदम अनिवार्य छ, जरुरी छ। त्यसले गर्दा त्यसको लागि त्यो हुन्छ, त्यो हिन्दू राष्ट्र चाहिँ हुनु हुँदैन। त्यसले चाहिँ ठुलो सङ्घर्ष निम्त्याउँछ भनिरहेको छु मैले होइन। त्यो भन्नुभयो भने यहाँ द्वन्द्व साह्रै चर्किन्छ। तर हामी घर घरमा यो हुन्छ। अहिले धर्मनिरपेक्ष राष्ट्रले चाहिँ हामीलाई यति शान्ति दिएको छ। तपाईँको मठ मन्दिर तपाईँले सेवा गर्नु पाएको छ, हाम्रोमा हाम्रै सेवा गर्नु पाएको छ। हिन्दू राष्ट्र भने हिन्दूको मात्रै बनाउने, अरू चाहिँ के नेपाली जनता होइन नि त भन्दाखेरि बोल्दैनन् के अरूले चाहिँ केही गर्नु नपाउने। तिमीहरूले त्यो एउटा पशु जस्तो हामीलाई सुगा मैना जस्तो बनायो। सुगा मैनालाई यो बोल आमा भन् भन्दा आमा भन्ने, बाबु भन्नु भन्दा बाबु भन्दा, त्यो भन्दा अर्को बोल्नु नजान्ने। अब उसको भाषामा नि ऊ कट्यो, यता पनि पुरा नजान्ने, उता पनि पुरा नजान्ने, त्यो खालको हामीले बनाउनु खोज्यो। हामी त मानिस हो नि। ल तिमीलाई हाम्रो भाषामा आऊ। अब त्यो तिमीहरू सबैले भन्छौ बुद्ध जन्मेको देश भन्नुहुन्छ। बुद्ध जन्मेको देश त हो नि होइन? हो भने अब उसो भने यहाँनिर चाहिँ नि अब खसारीको पनि नबोल्ने, लिम्बू पनि नबोल्ने, राई पनि नबोल्ने, बुद्धिस्ट धर्म मान्नुपर्छ, बुद्धिस्ट भाषा बोल्नुपर्छ। त्यो तपाईँहरूलाई स्वीकार छ कि छैन त भनेर मैले प्रश्न राख्दाखेरि त्यो त कहाँ हुन्छ अरे? त्यो चाहिँ कहाँ हुन्छ अरे? अनि तिमीलाई चाहिँ त्यो रिस उठ्ने
अनि हामीलाई चाहिँ रिस नउठ्ने, हामीलाई चाहिँ के देखेको तिमीले, पशु देखेको भनेपछि होइन त्यो त हुनुपर्छ, तपाईँहरूको हुनुपर्छ, हजुर हुनुपर्छ भन्छ है कि। अनि त्यस्तै हामीले अब यो अहिले धर्मनिरपेक्षले सबैको उत्थान र विकास हुन्छ होइन, यसैलाई निरन्तर दियो भने चाहिँ अब 8-10 वर्ष यस्तै कता थाम्ला कि, नत्र भने यो चाहिँ पछि गएर चाहिँ मूलवासी शिक्षित हुने बित्तिकै यो चाहिँ राष्ट्र चाहिँ पहिलाको किराँत राष्ट्र भन्छ। अनि एउटा कुरो मूलवासीबाट चाहिँ नि के जाति हेर्दाखेरि चाहिँ एउटा त्यो पनि भनिहाल्नु, यो किराँत भनेको चाहिँ एउटा खिसीटिउरी गरेको हो यताउता भन्छन् कि, तर त्यो चाहिँ होइन है। म चाहिँ के भन्छु भने नि, यो हाम्रो लिम्बू भाषाबाट चाहिँ राखिएको किराँत चाहिँ भन्छ होइन, यो किमा देने हो केउङ्बा भन्छ कि हाम्रो भाषाबाट। किमा देने हो केउङ्बाहरू भनेको चाहिँ डरलाग्दो ठाउँमा बस्ने जाति समुदायहरू। त्यो किराँतेश्वर महादेव चाहिँ शिवजी चाहिँ किराँतेश्वर महादेव चाहिँ तपाईँको उता राईले पारुहाङ भन्छ, हामी हाङसाङ थेपा भन्छौँ होइन। किराँतेश्वर महादेव हिन्दूहरूले किराँतेश्वर महादेव भन्छ। किराँतेश्वर महादेव चाहिँ त्यो ओडारमा बस्ने, ध्यान तपस्या गर्ने, खोलामा बसेर तपस्या गर्ने, पूजापाठ गर्ने होइन, अनि धेरै ठुलो यज्ञ गर्ने र 3 नेत्रधारी भन्छ नि, उसले आत्माको ज्ञान पनि जान्ने, आँखा चिम गरेर पनि विश्व संसार देख्ने भन्छ। घरमा विष्णु अरूले देखेको छैन होइन। त्यसैले गर्दा त्यस्तो ठाउँमा बस्ने, डरलाग्दो ठाउँमा बस्ने उनीहरूले पनि भन्छन्। हरानीको भस्म दल्ने, डरलाग्दो ठाउँमा बस्ने, मसान घाटमा बस्ने भन्छन् नि हिन्दूहरूले चाहिँ। अब हामी चाहिँ किमा देने हो केउङ्बा भनेको अडारमा तपस्या गर्ने होइन, महादेव गुफा भन्छन् नि, दौडारहरू छन् नि त हाम्रो ठाउँमा होइन। त्यस्तो डरलाग्दो ठाउँमा बस्ने व्यक्तिले चाहिँ अब धर्मको नाम के राख्ने हो भनेको किराँत, किमा देने हो केउङ्बा, किबाट उठेको छ है कबाट। हाम्रो भाषा किमा देन भनेको डरलाग्दो ठाउँमा बस्ने जाति समुदायहरू हामीहरू पहिला होइन, त्यस्तोमा बस्ने र अनि धर्मको नाम चाहिँ मानिसले राखेको हो नि त त्यो त। अनि किमा देने बस्ने किराँतीहरू, किराँत धर्म है हाम्रो भनेर भने। जस्तै हिन्दूले अब सिन्धु खोलामा बसेर धेरै वर्ष बसेपछि उनीहरू भागेर उहाँ खेदिएर आएपछि त सिन्धुमा बसेपछि अब सिन्धु भन्दै हामी धर्मको नाम के राख्ने हो भन्दा हिन्दू राखौँ हो भनेर हिन्दू राखे नि त होइन। त्यस्तै हामीहरूको चाहिँ अब पहिल्यै त्यसरी बसेको नि त्यसरी भनेर किराँत धर्म भनेर भन्छ कि इतिहास। जस्तो लाग्छ त हजुरहरूलाई कस्तो लाग्छ होइन, मेरै हुनैपर्छ भन्ने चाहिँ कुरा आएन है। जस्तो म यहाँनिर हजुरको चाहिँ अर्कोतिर मोडे, जस्तो भोलिको दिनमा कुनै जस्तो पहिचानवादीको अथवा आदिवासी जनजातिको अथवा समग्र मूलवासीको भोलिको दिनमा आन्दोलन भयो भने, क्रान्ति भयो भने तपाईँ त्यसको नेतृत्व ल्याउन तयार हुनुहुन्छ? अब यो त तपाईँले भन्नुभयो हो, ठिकै हो, तर अब नेतृत्वमा अब अहिलेको जमानामा पहिला त थिएन, अहिले सिसिटिभी गर्छन् नि एउटा केपी ओलीलाई पनि 8 कक्षा पढ्ने देश चलाउँछ र नेतृत्व गर्न सक्छ भन्ने खालका कुराहरू छन् हेर्नु। त्यस्तै आफ्नो त अब पढाइ छैन हेर्नुहोस् है होइन। त्यसैले गर्दा अब नेतृत्व पङ्क्तिमा चाहिँ अब म भन्छु को राम्रो छ होइन, उसैलाई समर्थन गर्ने, सहयोग गर्ने, ब्याक साइडबाट पनि त सहयोग हुन सक्छ नि होइन। त्यस्तो चाहिँ गर्न सकिन्छ। अब जनताले चाह्यो, सबै मूलवासी आदिवासी मूलवासीले चाह्यो भने त्यो पनि होइन। मलाई त डर त लाग्दैन बोल्नुलाई, सुन्नुभयो के त, मलाई मार्छन् भनेर डर पनि लाग्दैन, बोल्नुलाई डर पनि लाग्दैन। म यसले चाहिँ नि अब यो मान्छेले अलिकति भन्यो भने मलाई मार्छ कि हो उ गर्छ कि हो भन्ने चाहिँ मलाई चाहिँ त्यस्तो आउँदैन। किनभने आफ्नो होइन, आफूले पेलिएको छ, पिसाएको छ, उसले थिचेर राखेको छ भने बोल्नु त पायो नि। अधिकार त मानव अधिकार त एउटै हो, मानिस त एउटै, समानता चाहिएको छ। हामीले बढी त खोजे होइन नि होइन। त्यसैले त्यसमा चाहिँ म कुनै अब त्यो मन्त्री प्रधानमन्त्री राष्ट्रपतिहरूसँग त्यो बोल्न चाहिँ म डराउनेवाला चाहिँ छुइनँ होइन। त्यो जस्तै हाम्रो कुमार लिङ्गदेनजीहरूले एउटा सम्झौता गरे नि, यो
72 को संविधान बन्नुभन्दा अगाडि इलाममा बसेर कहाँ बसेर होइन अब राम्रो सहभागिता साथ राम्रो हाम्रो सम्झौता भयो अब पहिचान मिल्ने भयो सबै कुरा हाम्रो अधिकार पाइने भयो भनेर सम्झौता गर्यो अब भोलि गएर त्यो भएन भने हामीले क्रान्तिमा जानु पर्यो क्या शान्तिपूर्ण आन्दोलन त्यो भएन नि त लेखिएको थियो अरे भएन भने आन्दोलनमा जाने कि नजाने त शान्तिपूर्ण आन्दोलनमा त जानै पर्छ शान्तिपूर्ण क्रान्ति गर्दा गर्दै तपाईँको हाम्रो अनि राज्यले कस्तो किसिमको सञ्चालन गर्दै जान्छ उसको हेरेर हामीले अगाडि बढाउँदै लाने यो आन्दोलन त अगाडि त्यसरी बढ्दै जाने हो नि त कर्मश त्यसरी बढाउँदै लानु पर्नेमा साथीहरू डराउँछन् जेल परिन्छ कि मार्छन् पो कि होइन अब त्यस्तो किसिमले राजनीति नेतृत्व गर्न सकिँदैन नेतृत्व छाड्नुपर्छ आफ्नो कार्यकालमा 5 वर्ष 3 वर्षको एउटा हुन्छ नि अधिवेशनमा त्यो कार्यकालमा आफूले अगाडि बढाउन सकिएन भने आफैले छाड्नुपर्ने हुन्छ क्या अब अर्कोले छाड भन्दा पनि उसले चाहिँ मुख लाग्यो भनेर कारबाही गर्ने त्यस्तो हुनु हुँदैन भन्ने मेरो चाहिँ भनेपछि तपाईँ चाहिँ हुनेवाला जुनै पनि यो मूलवासीहरूको आन्दोलन हुन्छ त्यसमा चाहिँ अग्रपन्थीमा चाहिँ हजुर उभिनु हुन्छ त्यसको लिडरसिप नलिए पनि चाहिँ सार संरक्षणमा चाहिँ अग्रपन्थीमा हजुर हुनुहुन्छ त्यो त म गर्न सक्छु तर पढे चाहिँ म त्यो बोल्नुलाई चाहिँ मलाई डर लाग्दैन तर पोइन्ट भन्दा म फेरि अन्जायजमा चाहिँ म सानो बच्चासँग पनि डर लाग्छ होइन हजुर अब यी कुराहरूमा चाहिँ मलाई चाहिँ डर लाग्दैन म जुनसुकैसँग पनि म बोल्न तर्क गर्न तयार छु कि जस्तो अहिले चाहिँ म फेरि थोरै यहाँनिर जस्तो तपाईँलाई भन्दा जस्तो अहिले नयाँ मान्छेहरू भनौँ न नयाँ लिडरहरू अहिले पार्टीहरू खुल्दैछन् होइन जस्तो एकातिर बालेन शाहले पनि पार्टी खोल्ने भनिएको छ उता अब रवि लामिछानेको एउटा पार्टी छ होइन अब जहाँ कति सिट जितिसक्यो उसले अब के अरे उपप्रधान तथा गृहमन्त्री पनि खाइसकेको मान्छे अनि अहिले फेरि हालचालै धरानमा हर्क साम्पाङले पनि अब शरम स्वीकृति पार्टी शरम संस्कृति पार्टी चाहिँ उहाँले खोल्नुभयो अहिले भन्ने अहिले व्यापक हल्ला छ तपाईँ उहाँ 3 जनालाई बिचमा राख्नु भने कसको समर्थनमा उत्रनुहुन्छ अब यो रवि लामिछानेले पार्टी खोल्नुभन्दा अगाडि पूर्वदेखि पश्चिमसम्म उसले होइन जनतामा जाएर आह्वान गर्यो भाषण गरेको सुन्यो बोलेका कुराहरू उसले के भन्यो भने प्रदेश चाहिँ खारिज हुनुपर्छ प्रदेश हामी मान्दैनौँ भन्ने खालको त्यसैले गर्दा मैले त बहिष्कार गरिहालेँ होइन त्यो सुन्दाखेरि त्यो हुनु हुँदैन त्यसले यो देशमा चाहिँ होइन जनतालाई राहत पुग्दैन त्यसले आन्दोलनै अगाडि बढाउँछ यसले समेट्दैन भन्ने कुरो मैले साथीभाइहरूलाई पनि त्यही कुराहरू राखेँ र साथी उनीहरूले राम्रो भन्छ त्रिभुवन साथीहरूले मैले भने यो राम्रो होइन यसले द्वन्द्व निम्त्याउँछ यो हुन सक्दैन तपाईँहरूले राम्रो भन्नुहुन्छ तर यो हुँदैन भनेर अनि त्यस पछाडि उनीहरूको पार्टीले एउटा के को संरक्षण गर्यो सर्वेक्षण गर्दै गयो सबै जनताबाट गर्दै लगेपछि हिन्दू राष्ट्रको ठिक रहेछ हिन्दू राष्ट्रै हामीले चाहिँ कायम गरेर जानुपर्छ पार्टीमा अगाडि बढाउनुपर्छ भनेर लगेपछि मुकुल ढकालले अनि त्यो गरेपछि त्यो चाहिँ रवि लामिछानेले अस्वीकार गर्यो है त्यो चाहिँ होइन गर्नु चाहिँ अनि त्यस पछाडि आएर उसले अब पार्टीमा गरेर चुनावमा भाग लिएर 20-21 सिट ल्यायो पनि अब ल्याएपछि प्रचण्डको नेतृत्वमा मिलेर सरकारमा गएपछि बोलेका कुराहरू चाहिँ जस्तै अब त्यो नेवा तामसालिङ एउटा कामकाजको भाषामा ल्यायो र गुगलमा पनि सेट गर्नुपर्छ यो संविधानलाई नै म टेकेर जाने हो अगाडि बढ्ने हो भनेपछि चाहिँ केही बुद्धि सुधारेर त्यसलाई केही हदसम्म मान्न सकिन्छ होइन तर पनि उसले पूर्णता दिन सक्दैन विकास निर्माणका
उसको विचार अलिक कालो नै छ क्या ब्राह्मण हो नि त उसले त्यो हुँदैन भोलि गएर इन्डियासँग त्यही गर्छ मैले अघि भने नि होइन त्यसो भनेपछि ऊ लस्किजान्छ क्या अनि त्यसले गर्दाखेरि त्यो मैले अस्वीकारै गरेँ अर्को कुरो बालेन शाहको पहिला अरू धेरै राम्रा कुराहरू गर्दै थियो बाटोघाटोको निर्माणहरू तर त्यहाँ पनि मैले चाहिँ भने बालेन शाह राम्रो राम्रो भने अनि उसले चाहिँ एकदम प्रदेशमा चाहिँ भोटै दिएन होइन प्रदेश खारेजै हुनुपर्छ त्यसको पनि विचार त्यो आयो अनि अर्को कुरो त्यो अब जुन बजार व्यवस्थापन गर्दै जाँदाखेरि जुन अब त्यो ढुकुमवासीको त भत्काउनु ठिकै हो चुकुमवासीहरूलाई चाहिँ क्षतिपूर्ति दिने कुनै अब यसरी पहिलो व्यवस्था गरेर मात्रै उसले त्यो गर्नुपर्ने थियो होइन उसले त्यहाँ पनि त्यो जनतालाई अलिकति विचल्ने पनि पार्यो होइन थोरै बहुत त्यो जुन छ नि जग्गा जमिनविहीन भएका व्यक्तिहरूलाई अलिकति दुःखदायी त्यहाँनिर अनि त्यो बजारमा टुक्रे यसो गरी खानेहरूलाई तिनीहरूको व्यवस्था मिलाएर मात्रै गर्नुपर्छ क्या खास गरेर हामीले म मात्रै भात खाएर भएन नि त होइन 3 करोड नेपाली जनताले सबैले भात खानु पर्यो नि त बराबर त्यस्तो किसिमको हुनु पर्यो भनेर त्यो चाहिँ अनि त्यो पनि मलाई चाहिँ उसको भाषा बोलाइ गर्दाखेरि मलाई ठिकै लागेन त्यसको मेरो होइन विरोधै छ त्यो पनि अनि अर्को कुरो चुचे नक्सा राखेर चाहिँ ग्रेटर नेपालको चाहिँ नक्सा राखेर 1-2 दिन राखी टपल्यो होइन त्यो ठिक गरेछ यो चाहिँ राम्रो पनि भन्यो अहिले आएर ऊ के गर्यो उसलाई पनि त्यही हो अघि मैले भने जस्तै अरे भोलि आदिवासी जनजाति शिक्षित भयो भने तिमीहरू कहाँ जान्छ यहाँ त हो यो गर्नुपर्छ साथी हो भनेपछि भारतले भनेपछि मख परिजान्छन् त्यसैले गर्दा उनीहरूसँग सम्भव छैन क्या देशको विकास जनतालाई राहत राष्ट्रको संरक्षण हुँदैन जहिले पनि तल यो भारतले इन्डिया सिक्किमलाई पनि त्यसो गरेर 10 वर्षमा नापी गरेर मैदान जति सबै भुटानको होइन इन्डियामा मिसाएको छ त्यही पारा नेपालमा पनि पूर्वदेखि पश्चिम महाकालीसम्म त्यसै गरिरहेछ अब यहाँका नेता चुपचाप हामी एउटै हौँ धर्म कर्म मिल्ने यो राष्ट्रलाई त उतै भारतमा मिलाउनु पर्छ एउटा प्रान्तको तिमीहरू एउटा मुख्यमन्त्री भन्दाखेरि मख परिरहेछन् यो संयुक्त राष्ट्र सङ्घको एउटा सदस्य नेपाल भएकोले गर्दा मात्रै रहेको छ नि नत्र भने त यिनीहरूले त मिसाउनु बेर छैन क्या गरिरहेछन् उनीहरूको भाषाले नै बुझिन्छन् उनीहरूको बोली भाषाले होइन अनि त्यस्तो समस्या छ अर्को तपाईँले जुन यो हर्क साम्पाङको कुरा ल्याउनु भयो हो हर्क साम्पाङको मैले चाहिँ अब 100% नै उसको विचार कुराहरू धेरै बोलेका कुराहरू सुन्दाखेरि गरेको कुराहरू सुन्दाखेरि उसले चाहिँ मैले सोचे जस्तै होइन उसले चाहिँ अहिले चाहिँ गर्नु खोजिरहेछ गरिरहेछ भनौँ न त्यसरी अब उद्योग व्यवसायहरू खोलिरहेछ त्यहाँ वञ्चित गरे होइन र पनि उसले खोलिरहेछ त्यस्ता हरेक मानिसको समस्याहरू बुझेको छ जनताको समस्याहरू जुन एउटा उसले भनौँ नि म चाहिँ यहाँ सुकुम्बासीलाई हटाउँदिनँ अहिले तत्कालै त्यसको व्यवस्था नभएसम्म त्यो सही कुरा भने क्या व्यवस्था हुनुपर्छ क्या त्यसको त्यो व्यवस्था गरेपछि मात्रै यो त्यो चाहिँ एउटा सार्वजनिक ठाउँ हामीले अब जनसङ्ख्या बढ्दै जान्छ बाटो ठुलो बनाउनु पर्छ नेपाली दाजुभाइ हो होइन त्यसैले गर्दा हाम्रै लागि हो यहाँ यसरी गर्नुपर्छ र तपाईँहरू चाहिँ यहाँनिर बसिदिने होइन भनेर चाहिँ उहाँहरूलाई त्यो व्यवस्था गरिदिने भनेको उसको कुरो राम्रो छैन र अर्को उद्योग व्यवसाय अनि सबै जातिको उत्थान र विकास एउटा क्रिस्चियनको त्यहाँनिर चर्च बनाएको थियो नि बुढा सुब्बामा त्यो विवाद त्यो मन्दिर त्यो परको मन्दिर हिन्दूको मन्दिर थियो वरतिर क्रिस्चियनको अब त्यो चाहिँ दुईटा मिलिरहेको बेलामा अर्को दोस्रो गएर श्रीनिवासाचार्य र अर्को कुन गएर चाहिँ त्यहाँ ताला लगाइदिएर तैँले यहाँ किन संरक्षण गरिदिनुहोस् भन्छ त्यो मन्दिरको पुजारीलाई हरेक गरेर चाहिँ त्यहाँ बाधा अर्जन लगाएर त्यो बारेमा बोलेको थियो हाम्रो हर्क साम्पाङले होइन समाजमा त्यो समाज जुटाएर छलफलमा उनले त्यहाँ पनि राम्रो थियो तर हिन्दू समाज साथीहरूले यो भएन यो जातिवाद भयो भन्छ अब हर्क साम्पाङको अधिकारमा संविधानलाई टेकेर होइन भएको संविधान
संविधानमा लेखिएको छ कि सबै जातिको उत्थान र विकास, मठ मन्दिर चर्च बनाउनु पाउनुपर्छ भनेको छ भने मैले यो चाहिँ नि मैले त तोडफोड त गर्नु मिल्दैन। मानव अधिकार हनन हुन्छ, संविधानको बर्खिलाफ हुन्छ, यो म गर्न सक्दिनँ। यो चाहिँ माथिल्लो निकायले गर्ने हो, तपाईँहरू त्यता जानु सक्नुहुन्छ। त्यस पछाडि माथिल्लो निकायले निर्णय गर्यो, आदेश दियो भने म गर्न सक्छु। त्यो त राम्रो निर्णय हो नि, होइन? अब त्यसलाई चाहिँ के अरे जातिवाद गर्यो भनेर भन्छन् कि। अनि म यहाँ भन्छु जातिवाद गर्ने तिमीहरूको मात्रै मन्दिर बन्नुपर्छ, हाम्रो चाहिँ हुँदैन भने के भने त्यो चाहिँ तिमीहरू त्यसो भन्ने। यो चाहिँ किराँतीहरूको लिम्बूहरूको यो चाहिँ बुढा सुब्बा किराँतीहरूको यो बुढा सुब्बामा चाहिँ त्यसो भने यो हिन्दूको पनि बन्नु हुँदैन, यहाँ अरू कुनै धर्मको बन्नु हुँदैन। तिमीहरू चाहिँ यहाँ बनाउने, हामीलाई हस्तक्षेप गर्ने, अनि अर्कोले चाहिँ बनाउन नपाउने यो हुन्छ। यो हो भने द्वन्द्व हुन्छ, जातीय द्वन्द्व भयो भने के हुन्छ? भोलि गएर तपाईँहरूलाई यो संयुक्त राष्ट्र सङ्घले यो राज्य चाहिँ हस्तक्षेप गर्छ। अब यो मन्त्रीमण्डलहरू सबै असक्षम हुन्छन्। असक्षम भएको खण्डमा संयुक्त राष्ट्र सङ्घले क्याप्चर गर्छ। त्यस पछाडि यो राष्ट्र चाहिँ कसको हो भनेर सोध्छ भनेर मैले भने यो चाहिँ हिन्दूको हो कि बुद्धिस्टको हो कि मुस्लिमको हो कि क्रिस्चियनको हो कि किराँतको हो यो राष्ट्र? यो उत्पत्ति चाहिँ यो प्राचीनकाल यो सृष्टि सँगै राज्य गरेको जाति समुदाय चाहिँ को हो त? लु तपाईँहरूको प्रमाण ल्याउनुहोस् भन्दा हिन्दूले प्रमाण कहाँ ल्याउने? तिमीहरूको वंशावली छ कि दक्षिणबाट आएको भनेर हो कि होइन भन्दा हो। अब मुस्लिम पनि उतैबाट आएको भन्छ, होइन? क्रिस्चियन पनि उतैबाट आएको भन्छ, अब बुद्धिस्ट पनि उतै हो भन्छ। अनि यो धर्म यहाँ चाहिँ को आउँछ त? किराँत। हाम्रो त उत्पत्ति यहाँ, हाम्रो वंशावलीले यो भन्छ, अरूको वंशावलीले त्यसै आएको भन्छ भनेपछि यो कसको हुन्छ त? भोलि हेर साथी हो, यो तिमीहरूले हिन्दू राष्ट्र भनिरह्यौ भने, तिमीहरूको यो मन्दिर हटाउनुपर्छ अरूको भनिरह्यौ भने यो दिन आउँछ। यो दिन आएको बेलामा तपाईँहरूको बसाइ हुन्छ कि हुँदैन? अहिले बेलैमा सोच्नुहोस्, होइन? मानिस एउटै हौँ, सबैको उत्थान र विकास हुनुपर्छ, होइन? अनि मात्रै हामी यो देशमा, होइन, बाँच्न सक्छौँ, रहन सक्छौँ, फुल्न सक्छौँ। यो जातिवाद चाहिँ तिमीहरूले गरेको, यो जातिवाद गर्यो भने तिमीहरू धेरै दिन छैन अब रहने बाँकी। यो आदिवासी मूलवासीहरू शिक्षित हुने बित्तिकै के हुन्छ हालत, यो बुझिराख्नु। घमण्ड नगर्नु। के भने म बाटो छु भन्दा पहिला अर्जुनले पनि, होइन, एउटा गुन्डाहरूको हातबाट मर्नु पर्यो, त्यत्रो लडाइँ जित्ने शक्ति पाएको। शक्ति गइसकेपछि, दिन पुगिसकेपछि बाटोले काम दिँदैन, होइन? राजा विष्णु भगवान भनेर चाहिँ नि ऊ चाहिँ नि मान्छे मार्दा पनि ज्यान नलाग्ने संविधानदेखि माथिको राजा अझ किन गयो? राणा शासन किन गयो? अम्ला ठडाउँदा अम्ला काटिदिने शासन थियो, त्यो किन गयो? त्यसैले गर्दा दिन पुगिसकेपछि गयो। अब तिमीहरूको दिन पुगेको हो, मैले त्यो भनिदिएँ। दिन पुगेको छ। अब अलिकतिले अड्केको छ। यहाँनिर आदिवासी मूलवासीहरू एकता हुने बित्तिकै यो त्यो दिन चाहिँ आउँदैछ अब भनेर भने अब 5-7 वर्ष लाग्छ होला भनिदिएको छु मैले। त्यहाँभन्दा बढी जाँदैन भनिदिएको छु यहाँ। त्यसैले गर्दा हामी एकतामा चाहिँ अगाडि बढ्नै पर्छ, होइन? अनि हर्क साम्पाङको जुन उसको नीति कार्यक्रमहरू छ, होइन, देश हाँक्ने, राष्ट्रको संरक्षण गर्ने उहाँको ठुलो विचार र उहाँको सिद्धान्तमा गयो भने राम्रो पनि छ, भविष्य राम्रो छ। हाम्रो नेपाली, हामी आदिवासी मूलवासीको लागि, होइन, नेपाली जनता चाहिँ 2-3 करोड नेपाली जनताको लागि भविष्य राम्रो देख्छु म। जस्तो हामी अहिले अन्तिममा आइयो, म यो अब मूलवासीहरू एकताबद्ध हुनलाई हामीहरूले कुन कुराहरूलाई ध्यान दिनुपर्छ होला जस्तो लाग्छ तपाईँलाई? कसरी जाने एकतामा भन्ने केही कुराहरू? जाति एकता, अब यो सङ्गठनहरू एकता हुनु त त्यही हो, घमण्ड त्याग्नै पर्छ। म जाति चाहिँ ठुलो, अर्को जाति चाहिँ सानो हो नि, त्यो बेग्लै हो नि भन्ने चाहिँ हुँदैन क्या। धार्मिकले के भन्छ भने धर्मले
मानिस सबै एउटै अरे। त्यो मुसलमान पनि एउटै, गोरा पनि एउटै, हाप्सी पनि एउटै, इन्डियन यो मधेसी पनि एउटै, हामी पनि एउटै हौ, तपाईँ हामी एउटै हो भनेर जानुपर्छ क्या। त्यसले गर्दा हामी नाक थेप्चे जति त सबै त्यो तिमी गुरुङ फाल्टै हो, म फाल्टै लिम्बू फाल्टै हौँ भन्नु यसरी जानु हुँदैन होइन। हामी एउटै दाजुभाइ हौँ है। र यो देश हामीले बनाउनुपर्छ अनि मात्रै बनाउन सक्छौँ भन्ने भावना चाहिँ बोक्नुपर्छ। र जुन व्यक्तिगत स्वार्थ छ नि, व्यक्ति विकासमा लाग्नु हुँदैन क्या, जाति विकासमा लाग्ने होइन। मानि हामी आदिवासी मूलवासी चाहिँ सावायाङ किराँती भन्छौँ होइन। यी मूलवासीहरू चाहिँ हामी एक हौँ, अर्को होइन है। आफ्नो श्रीमती लाने जार किन नहोस्, त्यसलाई पनि अगाडि लिएर हिँड्नुपर्छ। त्यस्तो यो राजनीति गर्नुपर्छ। जसले देश बनाउँछु, राष्ट्रको संरक्षण गर्छु, जनतालाई राहत दिन्छु होइन, मूलवासीहरूलाई चाहिँ एउटा जातीय मुक्ति दिन्छु भन्ने भावना बोक्नेले चाहिँ मेरो श्रीमती लाने जार किन नहोस्, तर उसलाई पनि साथी बनाएर हिँड्नुपर्छ। दुश्मन कहिले कसैले देख्नुहुन्न। हामीले एकता भएर अनि अहिले आएर हामीले चाहिँ नि अब छेत्री बाहुनहरूलाई चाहिँ हड्छे भनौँ, हामी यसरी जाने हो भन्ने त्यो पछाडि जस्तै हामीलाई पहिला पृथ्वीनारायण शाहले लाद्दै गयो नि एउटा विषय, त्यस्तै हामीले चाहिँ हो उनीहरूलाई चाहिँ अब पछाडि अहिले हामीलाई कसरी गरेका छ, उप प्रधानमन्त्री मात्रै दिन्छन् होइन, सिडिओको सहायक दिन्छन् अनि के दिन्छन् नि। पछि गएर हामीले त्यसै गर्दै एकैचोटि त्यसरी होइन, त्यसरी लाद्दै गएपछि उनीहरू खट्नु सक्दैन। त्यो इन्डियाले बुझेको छ र यो ठुलो नेता हिन्दूको नेताहरूले पनि बुझेका छन्, उनीहरू झाना झिक्राले पनि बुझेको छन्। भोलि यिनीहरूको शासन सत्ता आयो भने खट्न सकिँदैन। त्यसैले गर्दा इन्डियालाई छिडाउनु हुँदैन, इन्डिया भोलि जानुपर्छ। अनि त्यसैले गर्दा यो राष्ट्र संरक्षण हुँदैन। हामी एकता हुनुको लागि त हामीले त्यो घमण्ड त्याग्नुपर्छ। हामी यो जाति त्यो जाति, त्यो थर यो थर भन्नु हुँदैन, हामी एक हौँ भनेर भन्नुपर्छ। एकता भयो भने मात्रै। र मैले अघि भने मलाई चाहिँ पद चाहिएको छैन होइन, म सङ्गठनलाई सहयोग गर्न सक्छु हो। त्यो जसरी हामीले यो जुन अधिकार ल्याउनु छ, त्यो देश बनाउनु छ, त्यतातिर मात्रै जाने, मलाई पद भएन भने म गर्दिनँ भन्नु चाहिँ त्यो भावना चाहिँ त्याग्नुपर्छ होइन। साधारण सदस्य रहेर पनि हाम्रो अधिकार हक हितको लागि, अधिकारको लागि चाहिँ अगाडि बढ्नुपर्छ। सहयोग र समर्थन होइन, तन मन धन बोली वचन भन्छ नि आत्मैले। नसक्नेले मनैले बुढापाकाले ल है बाबु गर भन्यो भने यस्तो जोस जाँगर चल्छ। हुँदैन बाबु नगर भन्यो भने होइन, आत्मबल घट्छ नि। मनैले बुढापाकाले ल बाबु गर है, यो हाम्रो अधिकार खोज्नुपर्छ है भनिदियो भने कत्रो मन होइन। अनि बल हुनेले बलले, बुद्धि हुनेले बुद्धिले, पैसा हुनेले पैसाले सहयोग गर्यो भने के हुन्छ। यो देश त अब 5-7 वर्षमा हाम्रो हातमा आउँछ। अनि के भन्ने मेरो भनाइ, जस्तै लिम्बुवान प्रान्तले लिम्बुवान सङ्गठन एकदम राम्रो गर्नु होइन, आफ्नो क्षेत्रमा लडाइँ गर्दा पनि मगर होइन, त्यहाँ सङ्गठन गर्ने, तामसालिङ त्यसरी सङ्गठन गर्ने, आफ्नो सङ्गठन आफ्नो प्रान्तलाई कसरी जगाउने, संरक्षण गर्ने। पहिलाको 2200-2400 राजा भन्छ नि, 2200-2400 राजा भनेको राजा थियो, तर राष्ट्र चाहिँ किराँत राष्ट्रै थियो। तर अधिकार चाहिँ फुल अधिकार, पहिचान सहितको होइन अधिकार। तर राष्ट्र चाहिँ यहाँ टुक्रे राजा थियो भने टुक्रे देश चाहिँ थिएन नि। यो त किराँत राष्ट्र थियो, दक्षिणमा भारत राष्ट्र थियो भनेदेखि त्यो उनीहरूले चाहिँ नि बजाएर हाम्रो मान्छेलाई 2200-2400 टुक्रा थियो राजा राज्य थियो। अनि त्यो नि पृथ्वीनारायण शाहले मिलायो अरे। पृथ्वीनारायण शाहले शोषण दमन गर्यो, एक जाति एक भाषा एक धर्म संस्कार संस्कृतिमा लाद्यो। त्यो ठुलो अपराधी अरे। अब त्यो चाहिँ राम्रो अरे भनेछ। त्यो बरु पहिला किराँतले राष्ट्र चलाएको बेलामा सबै जातिको उत्थान र विकास थियो होइन। आफ्नो भाषा लिपि धर्म संस्कार संस्कृति आफै मान्ने, तर राष्ट्र चाहिँ किराँत राष्ट्र होइन। राजा चाहिँ को त्यतिखेर चुनिएको थियो भने किराँती। अब यो अनि धर्म हाम्रो सबै
किन त यो बुद्ध शुद्ध त पछाडि भएको रहेछ क्या। यसो बुझ्दाखेरि त्यो बुद्ध लामाहरूलाई म धेरै सोध्छु, यसरी हो पहिला मान्ने, अहिले बुद्धलाई राखेर अगाडि बसेको छ भन्छ। त्यसैले गर्दा हामी त्यो सबै कुरा छोडेर कसरी एकता हुने त्याग्नुपर्छ। यो पद लिनेमा चाहिँ लोभ गर्नु हुँदैन, पदै हो लोभ गर्ने होइन। अनि पैसा कमाउने, राजनीति लागेर देशको विकास गर्छु, जनतालाई राहत दिन्छु र राष्ट्रको संरक्षण गर्छु भन्ने व्यक्तिले पैसामा लोभ लालच गर्नु हुँदैन कहिले पनि। मेरो चाहिँ भनाइ है, अहिले हर्क साम्पाङको नीति पनि त्यही हो। म पहिला त्यही भन्थेँ क्या, यसो गर्ने हो साथी हो। म साथीहरूले अब यसरी आउनु एमाले काङ्ग्रेसमा भन्थे, म जान्न रापर, म तटस्थ रहन्छु। किनभने त्यहाँ बोल्न नपाइने, अधिकार नपाइनेमा म जाँदैन भनेर। त्यसैले म अहिलेसम्म यसरी भएछ। ल अनि अरू के छ भन्नु कि यति नै हो? अनि जस्तो अब हामी अन्तिममा छौँ। जस्तो यो एकता हुनलाई बाधा चाहिँ कहीँ धर्मले पनि पुर्याएको छ जस्तो लाग्दैन हजुरलाई? हजुर सुनिएन। जस्तो मूलवासी एकता हुनको लागि एकदम बाधक बनेर एउटा धर्मले पनि अलिकस्ना बाधा पुर्याएको छ जस्तो लाग्दैन हजुरलाई? यो त साह्रै राम्रो सोध्नुभयो होइन, प्रश्न राख्नुभयो। यो धर्मले चाहिँ बाधा पुर्याउँदैन हो। किनभने धर्मले चाहिँ सङ्गठन विस्तार गर्नुलाई एउटा टेवा दिँदो रहेछ भन्ने कुरो मैले कसरी बुझेँ भने, जस्तै पहिला यो हिन्दूहरू चाहिँ शरण लिए होइन, पश्चिम नेपालमा किराँत राजाले संरक्षण दियो, बस यहाँ भनेर। अब तिनीहरूले चाहिँ के गरे भने, अब यो हिन्दूहरूले चाहिँ अब यो नेपाल राष्ट्र अथवा किराँत राष्ट्रलाई चाहिँ यो किराँतीहरूले चाहिँ कसरी खाने त भन्ने विषयमा भनेर जाँदाखेरि उनीहरूले चाहिँ अब मठ मन्दिर बनाउने होइन। अब हामी मठ मन्दिर बनाउँछौँ, यसो सेवा पनि गर्छौँ महाराज भन्दाखेरि, ल सेवा गर्नु पायो, मठ मन्दिर बनाऊ न त भनेर बनाए। मठ मन्दिर बनाएर उनीहरूले हिन्दू मठ मन्दिरमा अब सेवा पनि गरे, सिद्धि शक्ति पनि माग्दै गए। अनि सङ्गठन विस्तार गर्ने ठाउँ, अरू ठाउँ त राजनीति सङ्गठन विस्तार गरौँ भने सिएटी लागिहाल्छ होइन, त्यही हाल्छ नदी पक्रिन्छ भने थाहा पाउँछ भने। अब मन्दिरमा त देवताको गुणगान गाएको छ, ईश्वरको, त्यहाँ सङ्गठन विस्तार गर्यो गरेन उनीहरू शङ्कै भएन। अनि त्यो मठ मन्दिरमा चाहिँ सङ्गठन विस्तार पनि गरौँ, राज्य कसरी खाने कसरी गर्ने होइन, त्यहाँ हाम्रो बसोबास कसरी फैलाउने, यस्ता कुराहरू चाहिँ उनीहरूमा चाहिँ नि मठ मन्दिर बनाउँदै गयो। मठ मन्दिरमा सङ्गठन त्यसरी विस्तार गर्दै गरेर राज्य हत्याउनु भ्याएको भनेर भन्छ होइन। अनि उनीहरू जुनसुकै पार्टीमा भए पनि धर्ममा, तपाईँ बुझ्नुहुन्छ नि, एमाले काङ्ग्रेस राप्रपा भए पनि हामी हिन्दू हौँ होइन। अनि उनीहरूको कुरा एउटै हुन्छ, त्यहाँनिर हिन्दूमा पनि हाँगा छ नि, ओम शान्ति छ होइन, बोन धर्मको नि के छ, अनि के अरे कृष्ण प्रणामी छ, राम मान्ने बेग्लै छ, शैव मान्ने छ, मानव धर्म भन्छ के भन्छ। उनीहरूको चाहिँ नि 1000 जस्तो हाँगाहरू छन्, तर हिन्दू भन्छ नि। आपसी परेको बेलामा हिन्दू सङ्गठन एउटै हुन्छ, विश्व हिन्दू महासङ्घ, त्यसको हाँगाहरू थुप्रै छन्, तर एकता हुन्छ नि त। है भनेपछि स्याल एउटा करायो भने पारिवारिक सबै कराउँछ नि, त्यसरी कराउँछन्। त्यसैले गर्दा एउटा यो धर्मले चाहिँ सबैभन्दा एउटै हुँ भन्ने गराउँछ क्या। त्यो यो मगर, त्यो गुरुङ, त्यो तामाङ हो, त्यो छुट्टै हो भन्दैन क्या। कुरा बुझ्नुभयो क्या? त्यो जाति त्यो छुट्टै हो भन्दैन, सबै मानिस एउटै हुन्। हामी विश्व शान्ति मानव एकतामा जानुपर्छ होइन, विश्व मानवको संरक्षण गर्नुपर्छ। त्यसो गरेपछि शान्ति आउँछ। अब तपाईँ अर्कै हो म अर्कै हो भनेपछि के हुन्छ? तपाईँ र मेरोमा झगडा त पर्यो नि होइन, अनि सुरक्षित भइयो त। तपाईँको ग्याङले भेट्दा मलाई कुट्ला मार्ला, अनि मेरो ग्याङले तपाईँलाई पनि त एक दिन कुट्ला मार्ला।
त्यसैले गर्दा यो संरक्षण हुँदैन। धर्मले के भन्छ सबै एउटै, त्यो गुरुङ मगर तामाङ शेर्पा राई लिम्बू एउटै ठाउँमा के बनाउँछ। त्यसैले गर्दा किराँत राष्ट्र किराँत धर्मै थियो पहिला। 60-65 एउटा यो जाति भन्छौँ नि अघि जाति संस्था छ भने त्यो सबै किराँत रहेछ पहिला। पछाडि हाँगा फुटेर यो चाहिँ नि हिन्दूहरूले तितर बितर पारियो होइन। अनि त्यहाँदेखि हामीहरू यो धर्मको आफू खुसी मान्दै मान्दै गएर अहिले इतिहास हेर्दाखेरि गुरुङ मगर तामाङ शेर्पा हामी यो चाहिँ सबै किराँती रहेछौँ। मेचे कोचे थारू राजवंशी लोचन शेरचन के भन्छ नि यो सबै हामी चाहिँ एउटै किराँती रहेछौँ। किराँत धर्मै रहेछ त्यहाँदेखि फुटेको। अनि त्यस्तो किसिमले धर्मले चाहिँ मैले चाहिँ एउटा बनाउँछ र हामीलाई मेलमिलापको वातावरण बनाएपछि मात्रै अगाडि बढ्न सकियो। अब राजनीतिले त फुटाउँछ। धर्म पहिलो धर्म गर्ने हो, धर्म मान्ने हो, धर्मको ज्ञान सिक्ने अनि त्यहाँदेखि राजनीति गर्ने होइन। अब राजनीति गर्ने भनेपछि राजनीतिले त फुट पैदा ल्याउने होइन। फुट पैदा ल्याएपछि कहिले मिल्ने ल भन्नु। त्यसले गर्दा मैले चाहिँ पहिलो प्राथमिकता चाहिँ धर्ममा एकता हुनुपर्छ होइन। हामी किराँत बुद्ध एउटै हो, सुन्नुभयो, बुद्ध किराँत एउटै हो भनेर जानु आवश्यक छ होइन। त्यसले गर्दा त्यो हामीले मान्न सक्यौँ न गर्नु त्यो चाहिँ भन्यौँ भने हाम्रो आउँदैन, गाह्रो हुन्छ। ल धन्यवाद खर्कसिङ। अब हजुर खर्कसिङ थेबे भन्नुभयो है सर? मोरङ जिल्ला पुर्लाबारी नगरपालिका वार्ड नम्बर 8 बसोबासो चाहिँ हामी धेरै तपाईँलाई धेरै धेरै धन्यवाद प्रश्न राखिदिनु भएकोमा। हजुरलाई पनि धन्यवाद। यो तपाईँको संसार माध्यमबाट दुई चारवटा कुरा राख्नु पाउँदा धेरै धेरै तपाईँलाई धन्यवाद। ल हजुरलाई पनि धेरै धेरै धन्यवाद। यसरी राखिदिनु भयो। जे होस् तपाईँको जिज्ञासा आम जनताले सुनुन् बुझुन् र त्यही हिसाबले एकताबद्ध हुन् र अगाडि अब आउने क्रान्ति विभिन्न आन्दोलन अथवा अब आउने चाहिँ नेपालमा मूलवासीको सरकार बनोस् भन्ने कामना गर्छु यो मूलवासी आवाजबाट भन्दै ल अब बिदा हुन्छु। नमस्ते। ल अगेरानिया हुमाङले रक्षा गरौँ सबैलाई मूलवासीहरूलाई भनेर मेरो पनि सेवा छ है। धन्यवाद। जोरले।